यस कविताका लेखक टंक राजवंशी हुनुहुन्छ र कविताको शीर्षक रहेको छ जिन्दगीका मोडहरू। कविताको शीर्षक रहेको छ जिन्दगीका मोडहरू। कविता यसरी सुरु हुन्छ। कर्कुलाको पातमा टक्क पानी अडिए कस्तो हुन्थ्यो होला यो जिन्दगी। कर्कुलाको पातमा टक्क पानी अडिए कस्तो हुन्थ्यो होला यो जिन्दगी। सुभाषै अति राम्रो हुन्थ्यो होला मोतीले सजिएको कर्कुलाको जिन्दगी। सुभाषै अति राम्रो हुन्थ्यो होला मोतीले सजिएको कर्कुलाको जिन्दगी। कर्कुलाको पातसरी जिन्दगी यदा कदा डुलिरहेको छ। जिन्दगीका मोडहरूमा यो मन घुमिरहेको छ। जिन्दगीका मोडहरूमा यो मन घुमिरहेको छ। पहेँलपुर फूल फुल्दा, पहेँलपुर फूल फुल्दा सुनले सुन्दरीलाई सजाए झै। पानी टप्प टप्प पातमा झर्दा मोतीले सजिएको झै लाग्छ यो जिन्दगी। कर्कुलाको पातमा पानी झर्दाको दृश्य हराउँदा अन्धकारै अन्धकारले छाए झै लाग्छ यो जिन्दगी। चारैतिरबाट अट्टाहा विडम्बनाले ढाकेको छ यो जिन्दगी। निष्पट्ट कालो रात झै अन्धकारले पोतेको दिनमा पनि गन्तव्य खोज्न हिँडेको छ यो जिन्दगी। निष्पट्ट कालो रात झै अन्धकारले पोतेको दिनमा पनि गन्तव्य खोज्न हिँडेको छ यो जिन्दगी। मुटुभरि छिछि र दूरदूरको बाढ रोपिँदा पनि गन्तव्य खोज्नु छ मैले। मुटुभरि छिछि र दूरदूरको बाढ रोपिँदा पनि गन्तव्य खोज्न हिँड्नु छ मैले। एकान्त प्रिय हराभरा भूमिमा त्यो गन्तव्यको फूल फुलाउनु छ मैले। जिन्दगी अलमल्लिए र रुमल्लिएको फाटमा सुबास भर्नु छ मैले। जिन्दगी जिउने क्रममा बाटोका यी काँडाहरूलाई टेक्दै हिँड्नु छ मैले। जिन्दगी जिउने क्रममा बाटाका यी काँडाहरूलाई टेक्दै हिँड्नु छ मैले। जिन्दगी जिउने क्रममा बाटाका यी काँडाहरूलाई टेक्दै हिँड्नु छ मैले। धन्यवाद। जय साहित्य, जय नेपाल। तपाईहरूले अहिलेसम्म यो कविता श्रवण गरेर साथ दिनुभएकोमा सबैजनालाई एकचोटि धन्यवाद ज्ञापन गर्दछु र पुनः अर्को दिन अर्को कविता लिएर आउँछु भन्ने बाचासहित आज म छुट्न चाहन्छु। जय साहित्य, जय नेपाल।